देखो ना देखो ना देखो ना गाइस क्या हो रहा है. हेलो एभ्रिवान, गुड इभिनिङ. एन्ड यो चाहिँ मेरो अब 2026 को फर्स्ट ब्लग भनौँ न, मिनी ब्लग जस्तो भन्दैछ. आज खासै त्यस्तो स्पेसल त केही होइन. दिउँसो ड्युटी थियो. ड्युटी आज म त्यो प्राविधिक कारणवश क्यान्सल भएर दिनभरि सुत्यो. साँझ त के गर्ने भनेपछि अब त्यस्तो केही छ जस्तो लागेन. अनि दुईजना चाहिँ यहाँ एउटा हावा खाउँ न त, अब चिसो मौसम भए पनि यसो अलिअलि हावा खाइदिउँ न त भनेर बाहिर निस्केको. अनि यो चाहिँ यो ठाउँको नाम चाहिँ नामबान लेक भन्छ यहाँको. अनि ठ्याक्कै कहाँनिर हो भनेपछि यो मकाउ टावर, ठ्याक्कै टावर पनि हो, टावर भएकै ठाउँमा. अनि देखो न ओ देखो न, उहाँ चाहिँ मेरो आज पार्टनर. अनि त्यस्तै हो होइन. अब नथिङ स्पेसल, त्यही सानो एउटा हिँड्दै जाँदाखेरि एउटा सानो मेमोरीको लागि भनेर मात्र हो होइन. म त्यस्तो पेसेवर पनि होइन, मलाई बक्चोदी सक्चोदी गर्नु पनि आउँदैन त्यस्तो खालको. यसो ट्याक्क मात्रै हो. त्यो चाकसाक नखिच्यो है अर्काको, त्यो आएर गोद्ला फेरि होइन. अरू यस्तै हो है त. म अपडेटहरू गर्छु, यताउता खिच्छु अलिअलि के होइन, भ्यूहरू. यो ठाउँ खास त्यस्तो यो कृति के भन्छ अरे, प्राकृतिक त होइन. यसलाई चाहिँ यो खास मेरो समुद्रकै हो होइन. अनि समुद्रलाई ऊ त्यहाँ पर, त्यहाँदेखि ऊ त्यो तलसम्म एउटा पुल छ होइन. त्यो बिचमा चाहिँ समुद्रलाई छेकेर, त्योभन्दा उतापट्टि चाहिँ समुद्र नै छ, यता चाहिँ छेकेर अनि यो के भन्छ यसलाई, पोखरी बनाएको, लेक बनाएको होइन. अनि यो दुईवटा चाहिँ यो र यो जङ्गल चाहिँ यो पोखराको त्यो जस्तै भइरहेछ, त्यस्तो बनाएको छ. अनि खास यहाँ चाहिँ के हुन्छ भनेपछि यसमा चाहिँ के भन्छ अरे, यो के अरे वाटर फेस्टिभल भन्छ क्या यहाँको. अन्त वाटर फेस्टिभलको बेला चाहिँ यहाँ खतरा डुङ्गा रेसहरू हुन्छ होइन. त्यति बेला चाहिँ बबाले मजा आउँछ. त्यो चाहिँ हेर्न लायकको हुन्छ. अरू त त्यस्तै हो. अब यहाँ माछा साछा हालेको छ, त्यो माछाहरू यहाँ मार्न पाउँदैन. अरू त्यस्तै हो. त्यस्तो खासै केही छैन यसमा. जस वाटर फेस्टिभलको बेला चाहिँ बहुत रमाइलो हुन्छ. अनि योवाला चाहिँ, यो फुलवाला चाहिँ ऊ हो, यो मकाउको सबसे पुरानो क्यासिनो भन्छ होइन. अनि यो अर्को पनि यसमा यो वेलो देखिने ठाउँमा उसमा चाहिँ यो पनि क्यासिनो नै हो, विन मकाउ भन्नेमा. यहाँ चाहिँ 24 क्यारेट सुनको 24 के भन्छ त्यसलाई, उसको त्यहाँ 24 क्यारेट सुनको चाहिँ ऊ छ क्या, रुख बनाएको छ होइन. खतरा रुख छ क्या त्यो चाहिँ. त्यस्तै हो. अरू स्पेसलहरू यहाँ जस्ट यहाँबाट देखिने भनेको त्यस्तै हो. अनि त्यो तलको पुल चाहिँ ठ्याक्कै यो क्यासिनोको अगाडि आइपुग्छ क्या. उताबाट घुमेर आएको छ, ठ्याक्कै त्यसको फेसमा पर्छ. ऊ चाहिँ क्यामेराम्यान आज खुब ताततिर हिँडिरहेछ. म चाहिँ यो हो, त्यस्तै हो. यहाँ चाहिँ अहिले प्र्याक्टिस चलिरहेछ साथीहरूको. प्र्याक्टिस यो काया खेल्दैछन्. काया के भन्छ त्यसलाई नेपालमा, कायाकिङ के भन्छ होइन, सिङ्गल वाला प्र्याक्टिस गर्दै रहेछन्. यो चाहिँ दामी आएको छ. यस्तै छ यो नामबान लेक, यस्तै हो. अब यस्तै छ होइन. हाम्रो सर चाहिँ पुरा फोटो खिच्न बिजी, एकदम बिजी हुनुहुन्छ. ल, यहाँको ट्राफिक रुल्सहरू चाहिँ एकदम कडा छ होइन. अनि यो टिङ गर्ने बजिरहेछ. यो चाहिँ एकदम ख्याल गर्नुपर्ने हुन्छ. हामीले जबसम्म यो हाम्रो मान्छे हिँड्नेवाला सिग्नल ऊ हुँदैन त्यसम्म चाहिँ एकदम ख्याल गर्नुपर्छ, नत्र भने उडाइदिइहाल्छ. यहाँको मतलबै हुँदैन. अनि त्यो टिङ गर्नेवाला ऊ चाहिँ ठ्याक्कै बिहान 8 बजीदेखि बेलुका 8 बजीसम्म मात्रै हुन्छ. 8 बजे पछाडि चाहिँ चल्दैन. हामी चाहिँ यतातिर आइपुग्यौँ.
हामी खास यता जानु लागेको होइन एकदम जताततै बस्न पाइयो भ्यू चाहिँ दामी छ यता आनन्द लाग्ने ठाउँ छ बस्नलाई यो चाहिँ चट्टला र मकाउ टावर भयो होइन अनि त्यसपछि यो बिचमा देखेको यो र यो चाहिँ यो पुलको यहाँ यो मुनिबाट चाहिँ ठ्याक्कै उहरू जहाजहरू तर्छ होइन तर्ने ठाउँ क्रस हुने ठाउँ यो चाहिँ पारी ठुल्दाईको बिल्डिङहरू हो यो ठुल्दाईको बिल्डिङ अनि जुन यो पुल छ नि यो पुलमा चाहिँ ऊ पनि हिँड्छ के अरे त्यो ताइफुन आएको बेला ठ्याक्क गाडीहरू तर्ने बाटो पनि छ यो चाहिँ मल्टी युजको लागि हुन्छ नर्मल टाइममा पनि युज हुन्छ अनि ताइफुन आएको बेला पनि युज हुन्छ अरू त्यस्तै हो अनि अब हामी यहाँबाट फर्किन लागेको अनि यो चाहिँ यहाँको वाच टावर भयो के अरे वाच टावर भन्दा नि भयो क्लक टावर भन्दा नि हो पहिलाको अनि अहिले त अब त्यस्तो टुरिस्टहरूको लागि मात्रै खोलेको छ अब हामी सानभाइ लेकबाट लाग्यौँ अब हामी बिस्तारै घरतिर लाग्छौँ आजको दिन यत्तिकै सक्यो भोलिको ड्युटी अब छ आफ्नो ठाउँमा होइन के भन्नु छ सर यता हेरौँ न अँध्यारो पो देखिँदो रहेछ गएर 2 प्याक हाने चाहिँ लाइनमा आइहाल्छ नि होइन हेर्नुहोस् फुल बवाल छ होइन यो चाहिँ खास अलिक खत्रै मान्छेको घर जस्तो छ होइन के हो सेक्युरिटी गार्ड पनि पर्सनल छ यहाँ होइन ट्याक दामी यो गरेर हेर्नुको डेकोरेसनहरू खतरा छ देखो न गाइज होइन खतरा हाम्रो यता देखो न अर्को यता खतरा छ यार बवाल हामी देखो न यता छोटो एउटा घर जस्तै चटक्क बनाएर होइन त्यो गाडा छरेर आएर कुन ठाउँमा मकाउमै मकाउ त सफल नदेखि नेपाल नेपालको कुन ठाउँमा नेपालको पूर्व कुन ठाउँ अलि यता हेरेर देऊ न अलिक लोकेसन भन्न जनता जान्न चाहन्छन् अलिकति खुलेर त बताउँ त लोकेसन त अब अहिले भन्न ठ्याक्कै सकिन्न अब जहाँ पनि हुन्छ जहाँ पनि हुनसक्छ त्यो अब लोकेसन भविष्यमा हो भनेपछि सोल्टीको प्लान चाहिँ खत्रै छ सक्सेस होस् होइन मेरो अग्रिम शुभकामना छ हामी त कहाँ आयो यार यता माथि त्यो गाडी जाउँछ नि जाउँला यताबाट जाउँ न गाडी गएपछि त सक्यो हामीले रुस ब्रेक गऱ्यौँ होइन अलिकति माफ त्यस्तै छ ल अब चाहिँ हामी ठ्याक्क अहिले सानमाल भन्ने ठाउँमा आएको होइन पहिला यहाँ चाहिँ एउटा के भन्छ त्यसलाई पानीको फोहरा ऊ गर्ने थियो पानी फोहरा थियो अहिले चाहिँ यो के डेमोन्स्ट्रेसन के समथिङको लागि बनायो होला चेन्ज भएर रहेछ धेरै भएको थिएन आएको यो चाहिँ यस्तै हो होइन यो पुरानो दरबार नै हो यो होइन दरबार खालको अब यहाँ मेन चाहिँ अब अहिले डेटिङ सेटिङहरू बिदा मनाउने पार्क टाइप के भन्छ यसलाई पार्कहरू टाइपको हो होइन त्यस्तै छ हाम्रो सर यहाँ बिजीहरू हुन्छ ल जाउँ हामी हाम्रो करिब इभिनिङ वाक जस्तै हो यो होइन सक्यो अब सकिन लाग्यो अब भोलि काममा जानुपर्ने हुन्छ अनि त्यही भएर आज गएर चाहिँ ट्याक्क खानासाना बनाउने ह्याप्स हान्ने भन्ने हुन्छ होइन त्यो काम हुन्छ अनि अघि ठ्याक्क हामी बसेको चाहिँ गएको चाहिँ यो ऊ ठ्याक्कै यो क्यासिनोको पछाडि जस्तोमा थियो अगाडिमा हो अहिले हामी चाहिँ त्यसको पछाडि ठ्याक्कै त्यसको डिरेक्सन चाहिँ त्यस्तो छ होइन अनि अब हामी जाने अगाडि हाम्रो घर अगाडि भइहाल्यो कहाँ गयो आउँछ ल अबको अपडेटहरू यस्तै हो आज होइन यसो मिनी भ्लग टाइपको मैले बनाएको के यतिकै हिँड्नु मात्रै भनेर बनाएको होइन नथिङ स्पेसल है त अब अरू केही स्पेसल भयो सानो उयोहरू भयो भने म जोडौँला नत्र भने आजको लागि यति है त।